दर्शकबिन नमस्कार। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा विवादको सीमा वरिपरिको जग्गा भोग अधिकारसँग सम्बन्धित छ भनेर परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको छ। दर्शकहरू, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमाबारे दिएको अभिव्यक्ति मूलतः 10 गजा क्षेत्रको सीमा वरपरको जग्गा भोग अधिकारसँग सम्बन्धित रहेको प्रश्न पारेको छ। मन्त्रालयका प्रवक्ताले नेपाल भारतको सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रलाई निश्चित सिमाना सिद्धान्त अवलम्ब गराएको र यस्तो स्थितिले सिर्जना गरिएको जानकारी गरिएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले अभिव्यक्ति दिएको सीमा वरपरको जग्गा चाहिँ भोग अधिकारको आधारमा बोलेको हो है भनेर भन्नु हजुरहरूलाई कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र हामीलाई फलो गर्न नभुल्नु होला। नमस्कार।